हेलो साथीहरू सबैलाई नमस्ते। आज चाहिँ हामी चाहिँ जापानिज ल्याङ्ग्वेज सिक्न गइरहेका छौँ। जापानिज ल्याङ्ग्वेजमा चाहिँ तीनटा तरिकाले लेख्न सकिन्छ। जापानिज ल्याङ्ग्वेज चाहिँ एउटा हिरागाना हुन्छ, अर्को काताकाना र अर्को खान्जी भन्ने हुन्छ है। हिरागानामा चाहिँ 43 अक्षरहरू हुन्छ, काताकानामा पनि 43 नै हुन्छ, र खान्जीमा चाहिँ धेरै हुन्छ। खान्जी चाहिँ खान्जी कस्तो भन्दाखेरि खान्जी चाहिँ कसैको पनि त्यसको के भन्छ ग्राफिकल रिप्रेजेन्टेसन भन्छ, जस्तै सिम्बोलिक रिप्रेजेन्टेसन। त्यो कस्तो सिम्बोल दिन्छ कुनै पनि शब्द कुनै पनि मिनिङलाई, त्यसको सिम्बोल कस्तो हुन्छ त्यही अनुसार त्यसलाई चाहिँ रिप्रेजेन्ट गरिन्छ। खान्जी चाहिँ सबैको फरक नै हुन्छ है। अलिक खान्जी चाहिँ गाह्रो हुन्छ। हिरागाना र काताकाना हेर्नु। आज फर्स्टमा चाहिँ हामीहरू हिरागाना हेर्न गइरहेको छौँ है। हिरागाना भनेको जस्तै जापानिजहरूको चाहिँ आफ्नै ल्याङ्ग्वेज, आफ्नो जो मेन ल्याङ्ग्वेज आफ्नो भाषालाई भन्छ हिरागाना भनिन्छ है। यसलाई भन्छ आ इ उ ए ओ। आ इ उ ए ओ आ, योलाई इ, योलाई उ, योलाई ए, योलाई ओ। आ इ उ ए ओ यो चाहिँ भोवल साउन्डहरू भयो। आ इ उ ए चाहिँ भोवल साउन्डहरू। योमा चाहिँ कन्सोनेन्टहरू ले गर्नुपर्छ। जस्तै यता गरौँ का, यो यस्तो गर्ने का देखिने है। का यस्तो दुईवटा लाँदै यस्तो गर्ने कि, का कि। त्यसपछि यस्तो कु, का कि कु। योलाई यस्तो गरेर के, का कि कु के, अनि यस्तो गरेर को, का कि कु के गर्ने पनि है। का भनिन्छ यसलाई भन्छ कि, योलाई कु, योलाई के र योलाई को। का कि कु के को, का कि कु के को। त्यसै गरेर सा, यसलाई भन्छ सा, योलाई सी, अनि सु यस्तो गर्ने यसै घुमाइदिएपछि सा सी सु है। से गरेर यस्तो लाइन्छ नि, यहाँ छोटो अलि यहाँ लामो गरेर सा सी सु से सो गरेर यस्तो है। यस्तो गर्दाखेरि सो, सा सी सु से सो, सा सी सु से सो। ता है, योलाई भन्छ ता, योलाई भन्छ ची। यो चाहिँ अलि याद गर्नुपर्छ है। ती नभएर चाहिँ ची हुन्छ। ता ची, यसलाई चाहिँ चु भनिन्छ। योलाई पनि याद गर्नुपर्छ है राम्रोसँग। यो अर्डर चाहिँ मिल्दैन। ता ची चु, त्यसको चाहिँ सेम हुन्छ ते र यस्तो गरेर तो, ता ची चु ते तो, ता ची तु ते तो। त्यसपछि ना यस्तो गर्ने, यस्तो गरेर ना भन्छ है। यसो गर्ने अलिक माथि लगेर यस्तो नि भन्यो। नु गर्दाखेरि यस्तो गर्ने, यहाँनिर यसो घुमाएर यसै गर्ने नु भन्छ है। ने गर्दा यस्तो गर्ने, यहाँनिर यस्तो गरेर यस्तो गरिदिएर घुमाइदिएपछि ने हुन्छ है। नो गरेर यस्तो गरेर यस्तो गरिदिएपछि नो हुन्छ है। हाको पाला हुन्छ है। योलाई भनिन्छ हा, योलाई यस्तो गरेर हि। फु, फेरि यहाँ त हु नभएर चाहिँ फु हुन्छ है। यस्तो गर्ने, यो पनि याद गर्नुपर्छ है राम्रोसँग, यहाँ अलिक कन्फ्युजन छ। हि फु हुन्छ, हा हि फु। त्यसपछि यस्तो गरेर ए र यस्तो गरेर योलाई भनिन्छ हो। हा हि फु हे हो, हा हि फु हे हो, हा हि फु हे हो, हा हि फु हे हो। मा कौन चाहिँ यो यस्तो गर्ने, यस्तो गरेर
यसलाई भन्छ मा। यस्तो गरेर यसो गरेपछि यसलाई भन्छ मी। यस्तो गरेर यसो घमाएर यस्तो ड्यास गरिदिएपछि मु हुन्छ है। मे गर्दाखेरि यस्तो गर्ने, यत्तिकै गर्ने, यसलाई भन्छ मे। मो गर्दाखेरि यो यस्तो गर्ने, मो। मामी मुमे मो, मामी मुमे मो, मामी मुमे मो भन्छ या। यसलाई भन्छ या। यसलाई भन्छ या। यहाँ हुन्छ यु। चाहिँ सजिलो छ है। या यु र यो, या यु यो, या यु यो हुन्छ। यो पनि या यु यो। राको हुन्छ है। यस्तो गरेर यसलाई हुन्छ रा। यहाँदेखि यस्तो अलि माथि उठाइदिने, यस्तो गरेर हुन्छ री। र यस्तो गरेर 3 जस्तो बनाएर यस्तो घुमाइदिएपछि यसलाई भन्छ रु। अनि रे। रेलाई चाहिँ हाम्रै रे जस्तो हुन्छ है। यस्तो गर्ने, री रु रे। अनि यस्तो यस्तो गरेर यसलाई भन्छ रो। रारी रुरेरो, रारी रुरेरो भन्छ। वा अनि वो र न। यसलाई भनिन्छ वा। यसलाई भनिन्छ वो र न। वा वो र न भनिन्छ है। वा वो न। फेरि भनौँ है। आ इ उ ए ओ, का कि कु के को, सा सी सु से सो, ता ची चु ते तो, ना नि नु ने नो, हा हि फु हे हो, मा मी मु मे मो, या यु यो, रा री रु रे रो, वा वो न। यति जानेपछि हाम्रो सक्यो है। हिरागाना सक्यो। यति जानेपछि हिरागाना चाहिँ मजाले जानिन्छ है।